साथीहरू नमस्कार। आज म तपाईहरुलाई एउटा यस्तो सत्य घटनामा आधारित मन छुने रहस्यमय कथा सुनाउन गइरहेछु है त। अन्तसम्म कथा सुनिदिनु होला। यो कथा चाहिँ एउटा घमण्डी बैंक म्यानेजर र एउटा लाटो मगन्तेको हो। काठमाडौँमा एउटा ठुलो बैंकमा म्यानेजर थिए दिनेश पैसालाई नै सबै थोक मान्ने मान्छे थिए। विगत 5 वर्षदेखि दिनेशले बैंकको मुख्य गेटको छेउमा एउटा अनौठो कुरा याद गरिरहेका थिए। त्यहाँ एउटा च्यातिएको कपडा लगाएको र बोल्न नसक्ने लाटो बुढो मान्छे सधैँ माग्न बस्दथ्यो। त्यो मगन्ते अरूभन्दा फरक थियो। उसले कसैसँग पैसा माग्दैन थियो। कचौरा अगाडि राखेर एक तमासले बैंकभित्र छिर्ने मान्छेहरूलाई हेरिरहन्थ्यो। दिनेशलाई यो मगन्ते आफ्नो बैंकको अगाडि बसेर मागेको कति पनि मन पर्दैन थियो। उसले कति पटक सुरक्षाकर्मी लाएर त्यो बुढोलाई धपाउन खोज्यो, तर ऊ भोलिपल्ट फेरि त्यही ठाउँमा आएर बस्थ्यो। एक दिन दिनेश बैंकबाट निस्किँदै गर्दा उसको खल्तीबाट झुकेर 10 रुपियाँको नोट भुइँमा खस्यो। दिनेशले याद गरेनन्, तर त्यो लाटो मगन्ते कुद्दै गएर त्यो नोट उठायो र दिनेशको अगाडि पुगेर इसारा गर्दै नोट फिर्ता दियो। दिनेशले घमण्डका साथ भने, राख मलाई 10 रुपियाँको लोभ छैन। तर त्यो मगन्तेले नोट दिनेशकै हातमा थमाइदियो र आफ्नो ठाउँमा गएर बस्यो। दिनेशलाई अचम्म लाग्यो। माग्न बसेको मान्छे सित्तैमा पाएको पैसा पनि नलिने। दिनहरू बित्दै गए। अचानक दिनेशको जीवनमा एउटा ठुलो भूकम्प आयो। उसको 10 वर्षको एकमात्र सन्तान छोरा आयुष अचानक स्कुलमै बेहोस भयो। अस्पताल लैजाँदा डाक्टरले मुटुको गम्भीर रोग लागेको बताए। तुरुन्तै O नेगेटिभ ब्लड र शल्यक्रिया गर्नुपर्ने, शल्यक्रियाको लागि 15 लाख रुपियाँ तुरुन्तै जम्मा गर्नुपर्ने भयो। दिनेश बैंकको म्यानेजर भए पनि उसको हातमा कति पनि नगद थिएन। सबै पैसा उसले जग्गा जमिनमा लगानी गरेको थियो। डाक्टरले भने, हामीसँग मात्र 24 घण्टा छ। पैसा र रगत व्यवस्था भएन भने बच्चालाई बचाउन गाह्रो हुन्छ। दिनेशले आफ्ना धनी साथीहरू, नातेदारहरू सबैसँग फोन गरेर हार गुहार मागे, तर अचम्म। सुखमा म्यानेजर साहब भन्दै अघि पछि घुम्ने साथीहरू सङ्कट पर्दा अहिले हात खाली छ, हामीसँग पैसा छैन भन्दै फोन काटे। दिनेश अस्पतालको बरन्डामा टाउको समातेर रोइरहेका थिए। पैसा त जसो तसो मिलाउन सक्थे होला, तर O नेगेटिभ रगत कतै पनि पाइएको थिएन। भोलिपल्ट बिहान हुन लागिसकेको थियो। डाक्टरले अन्तिम चेतावनी दिइसकेका थिए। त्यही बेला अस्पतालको ढोकाबाट एउटा मान्छे हतारमा भित्र छिर्यो। त्यो त त्यही बैंक अगाडि बस्ने लाटो मगन्ते पो थियो। तर आज उसको जिउमा सफा कपडा थियो। त्यो मगन्ते सिधै डाक्टरको कोठामा गयो र आफ्नो हात तेर्स्यायो। उसले इसारामा भन्यो, मेरो रगत निकाल्नुहोस्। डाक्टरले तुरुन्तै परीक्षण गरे। असम्मको कुरा, उसको रगत ठ्याक्कै O नेगेटिभ थियो। डाक्टरले तुरुन्तै रगत निकालेर शल्यक्रिया सुरु गरे। रगत दिइसकेपछि त्यो बुढो मान्छे आफ्नो गोजीबाट एउटा पुरानो कपडाको थैलो निकाल्यो र दिनेशको हातमा थमाइदियो। त्यहाँ त कति धेरै सुनका गहना र नगदहरू थिए र एउटा चिठी पनि थियो। चिठीमा लेखिएको थियो, दिनेश बाबु, म लाटो होइन, म बोल्न सक्छु। आजभन्दा 15 वर्ष अगाडि तिम्रो बुबा र म मिल्ने साथी थियौँ। हामीले मिलेर एउटा व्यापार सुरु गरेका थियौँ। तर मेरो एउटा गल्तीले गर्दा तिम्रो बुबाको सबै पैसा डुब्यो। उहाँ हृदयाघातका कारण मृत्यु हुनुभयो। मलाई यो पापको यति धेरै पछुतो भयो कि मैले आफ्नो सुख सयल सबै त्यागेँ। म तिम्रो बुबाको आत्मासँग माफी माग्न, तिम्रो रक्षा गर्न चाहन्थेँ। तिमी ठुलो मान्छे बनेर बैंकको म्यानेजर भयौ। म तिमीलाई नै हेरेर दिन बिताउँथेँ, ताकि तिमीलाई कुनै सङ्कट पर्दा म आफ्नो ज्यान दिएर भए पनि तिम्रो बुबाको ऋण चुकाउन सकौँ। आज मैले तिम्रो छोरालाई रगत दिएर यो सम्पत्ति तिमीलाई सुम्पेर आफ्नो पापको प्रायश्चित गरेँ। अब म सधैँका लागि जाँदैछु। मलाई माफ गरिदिनु। यो पढिसकेपछि दिनेशको आँखाबाट आँसु बग्न थाल्यो। जुन मान्छेलाई उसले घृणा गर्थ्यो त्यही मान्छे आज भगवान बनेर आएको थियो। दिनेशले हतार रगत दिने कोठामा दौडिएर गयो, तर त्यो बुढो मान्छे त्यहाँ थिएन। ऊ सधैँका लागि गइसकेको थियो। दिनेशको छोराको ज्यान बच्यो।
दिनेशको घमण्ड भने सधैँका लागि चकनाचुर भयो। त्यस दिनदेखि दिनेशले मान्छेलाई पैसाको आधारमा होइन, मान्छेलाई पैसाको आधारमा हेर्न छोडिदिए। साथीहरू, यो कथाले हामीलाई सिकाउँछ कि बाहिरबाट हेर्दा गरिब देखिने मान्छे मनभित्र कहिलेकाहीँ भगवान बसेका हुन्छन्। यदि यो रहस्यमय मन छुने कथा मन पर्यो भने भिडियोलाई लाइक, सेयर र च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। कमेन्टमा सच्चा मानवता लेख्नुहोला है त। धन्यवाद।